घन्टौँ पढेर पनि आफूलाई याद नरहने बानी छ। त्यसो भए वैज्ञानिक तथ्यमा आधारित स्मार्ट फर्मुलाले युज गरेर चाहिँ पढ्नुहोस्। पहिलो, स्पेस्ड रिपिटेसन। यसमा चाहिँ पहिले पढेको कुरोलाई चाहिँ 1 दिनमा, 7 दिनमा र 30 दिनमा चाहिँ फेरि सम्झेर पढ्ने। दोस्रो, हामी चाहिँ कनेक्सन बनाएर पढ्नुपर्छ। पहिला पढेको कुरोलाई चाहिँ कनेक्सन बनाएर पढ्यो भने चाहिँ त्यो लामो समयसम्म याद रहन्छ। तेस्रो, एक्टिभ रिकल गर्ने। यसमा चाहिँ धेरै नै पढेर मात्र हुँदैन, किताबलाई बन्द गर्ने अनि सम्झिने कोसिस गर्ने। यदि त्यो सम्झिन सकिया छैन भने हामी राम्रोसँग पढेका छैनौँ र त्यो कुरोलाई चाहिँ हामीले फेरि पढ्ने। चौथो, फरक फरक विषयलाई चाहिँ जोडेर चाहिँ हामीले अभ्यासमा उतारेर पढ्यौँ भने चाहिँ यसले लामो समयसम्म याद रहन्छ। जस्तै साइकेट्रीमा एन्जाइटी र मुड डिसअर्डरलाई चाहिँ सँगै पढ्यो भने चाहिँ लामो समयसम्म याद हुन्छ। चौथो, अरूलाई पढाएर चाहिँ हामीलाई लामो समयसम्म याद हुन्छ। सबभन्दा महत्त्वपूर्ण कुरो चाहिँ निन्द्रा चाहिँ भयो भने चाहिँ यसले लामो समयसम्म चाहिँ हामीलाई याद राख्न मद्दत गर्छ।